एकदमै छिटो र सजिलो तरिकाबाट डिबिलटी चेक गर्नको लागि सर्वप्रथम आफ्नो मोबाइल या ल्यापटपको गुगल या क्रोम ब्राउजरमा जानुहोला। त्यसपछि तपाईले इलेक्ट्रोनिक डाइभर्सिटी भिजा प्रोग्राम भनेर सर्च गर्न सक्नुहुनेछ। हामीले इलेक्ट्रोनिक डाइभर्सिटी भिजा प्रोग्राम भनेर सर्च गर्दाखेरि dbprogram.state.gov यो अप्सनमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। सम्पूर्ण कुराहरू तपाईले आफै रिड आउट गर्न सक्नुहुनेछ। हामी सरसर क्लिक द लिंक below to check DB 2026 and DB 2025 इन्टरनेट स्ट्याटस भनेको छ। यो चेक स्ट्याटसमा क्लिक गर्ने, अब कन्टिन्यू गर्ने। यो इन्टरफेसमा आइसकेपछि तपाईले फर्स्टमा कन्फर्मेसन नम्बर भनेको छ, पहिलो नम्बरको यो बक्समा तपाईले फर्म अप्लाई गर्दाखेरि तपाईले पाउनु भएको कन्फर्मेसन नम्बर यहाँ राख्नुपर्ने हुन्छ। र सेकेन्ड नम्बर यो सेकेन्ड बक्समा भने तपाईले आफ्नो लास्ट फ्यामिली नेम राख्नुपर्ने हुन्छ। र यो तेस्रो नम्बरमा इयर अफ बर्थ आफ्नो बर्थ डेट चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। र यहाँ तलको क्याप्चा तपाईलाई आफूलाई कुन सहज लाग्छ त्यो तपाईले यहाँ छानी चाहिँ नै यहाँ टाइप गरेर सबमिट गरिसकेपछि भनेको सबमिट गरिसकेपछि तपाईले आफ्नो रिजल्ट सजिलै चेकआउट गर्न सक्नुहुनेछ। म तपाईहरुलाई यहाँ भरेर देखाउने छु। तपाईले आफ्नो कन्फर्मेसन नम्बर, लास्ट फ्यामिली लास्ट नेम र आफ्नो डेट अफ बर्थ र सही क्याप्चा आफूले चुज गरेर सबमिट गरिसकेपछि यहाँ रिजल्ट देखाउने छ। यदि तपाई सिलेक्ट हुनुभयो भने सिलेक्टेड र सिलेक्ट नभएको अवस्थामा द एन्ट्री एज नट बीन सिलेक्टेड भनेर देखाउनेछ। आशा गरौँ यो भिडियो तपाईको लागि हेल्पफुल रह्यो।